हे भगवान, हिजो राति इलाममा गएको पहिरोले 2 घरका 28 जनाको ज्यान लियो। टीका लगाएर सँगै सुतेका दिदी बहिनी बिहान उज्यालो देख्नै पाइनन्। बहिनी र ज्वाइँ पहिरोले पुरिदा दिदीको चिच्याहाट अझै रोकिएको छैन। खुशीले भरिएको दशैं रात एक क्षणमै अन्धकारमा बदलियो। एउटै रातमा सिङ्गो परिवार माटोमा मिल्यो। हे भगवान, कति निर्दयी प्रकृति। हेर्न सक्नुहुन्छ यतापट्टि पुरा धान काट्ने भएको छ हैन गाइस। कस्तो लाग्छ विशाल बाबुलाई लाइक शेयर गर्नु होला। तपाईं पनि सन्चै आरामै हुनुहुन्छ होला। म सन्चै आरामै छु। घरैतिर चाहिँ गाइस हैन भिडियो गाइदिउँ भनेर गराएको हो। कस्तो लाग्छ लाइक शेयर कमेन्ट गर्नु होला हेरेर है। धान काटेको छैनन्, धान काट्दै छन् गाइस। पानी छैन।